हेलो एभ्रिवान गाइस, सबैजनालाई नमस्कार। आज चाहिँ म डल्ले खोर्सानी सार्दैछु गाइस। र आज म मसिनो छ भर्खरै भित्र छ गाइस। म चाहिँ आज दिनभरिको मेरो काम गाइस र मेरो देश विदेशमा रहनुहुने मेरो युट्युब च्यानलको साथीहरूलाई म देखाउँदैछु। रम्बा पनि यसरी रोपेको छु गाइस। सबैजनाले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, म आशा गर्नेछु। जिरे खोर्सानी चाहिँ यत्रो भएको छ गाइस। अब यो ठुलो ठुलो भएर भोलि पर्सि फलेको टाइममा पनि म देखाउने वाला छु। र देश विदेशमा रहनुहुने मेरो साथीहरूलाई, युट्युब च्यानलको साथीहरूलाई म देखाउँदैछु। सबैले माया गरिदिनु होला, सबैजनाले हेरिदिनु होला। र मसिनो खोर्सानी मैले यसरी सारेको छु गाइस। यो पोहोरको बोटहरू चाहिँ निकै ठुल्ठुलो भएको छ, फुल्दै पनि छ गाइस। यतिका फल्नु खोज्दैछ। र गाइस म चाहिँ यो फलफुल चाहिँ पुरा रोप्छु गाइस, यसरी गाउँ बस्तीमा टाइम पासको लागि। मसिनो खोर्सानी छ, तितेबी पनि छ गाइस। सबैजनाले हेरिदिनु होला। र इस्कुस पनि अब फल्नु आँटेको छ गाइस। सबैजनाले माया गरिदिनु होला। सागसब्जी चाहिँ बजारबाट ल्याएर खानुभन्दा चाहिँ आफै रोपेर खानु नै ठिक छ गाइस। गाउँ बस्तीमा सबै कुरा हुन्छ यसरी रोप्यो भने। हामी चाहिँ पहिला औलमा बस्नुको कारणले गर्दा गाइस रोपौँ लाग्छ, तर यो जग्गामा टुसारोले यस्तो भइहाल्छ गाइस। हेर्नुहोस्, पोहोरको बोट यो चाहिँ। यो यसपाल अस्ति रोपेको गाइस, यत्रो हुँदैछ। सागसब्जी हरियो परियो यस्तो गाउँ बस्तीमा यस्तै छ। अब के रोप्यो टाइम पासको लागि, दिन कटाउने। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। देश विदेशमा रहनुहुने मेरो साथीहरू सबैजनालाई म आशा गर्नेछु, भरोसा गर्नेछु। रम्बा पनि छ, मसिनो छ। हेर्नुहोस् गाइस, मसिनो छ। चाइनिज एप्पल पनि छ गाइस, हेर्नुहोस्। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। सबैजनालाई मेरो साथीहरूले हेरिदिनु होला। तपाईले पनि यसरी मसिनो ब्याट राखेर यसरी सारेर फलाउन सक्नुहुन्छ। औलमा त झन् 6 महिनामै फल्छ, 5 महिना पनि लाग्दैन। हाम्रो लेकमा चाहिँ झन् वर्ष दिनै लाग्छ एउटा हुर्केर फल्नुको लागि गाइस। यस्तै छ गाउँ बस्तीको खेतीपातीहरू। टाइम पासको लागि यसो काम, एक्सर्साइज पनि हुने, काम पनि हुने। यो काम गर्दाखेरि अब बसिरह्यो भने जिउ बिग्रिन्छ। यसरी के रोप्यो भने चाहिँ डल्ले खोर्सानी,
यसरी रम्बा, त्यहाँदेखि ल्याएर यता इस्कुस, अनि यता चाहिँ गाइस यो चाहिँ सबैजनाले चिन्नु भएकै होला, यो के रहेछ गाइस।